अस्तिको दिन मैले एउटा भिडियो पोस्ट गरेको थिएँ। सिक्किमको एकजना चेली रेशमी राई बहिनीलाई छेवाङ तामाङ भन्ने केटाले घिनलाग्दो वर्ड लेखेर मेसेन्जरमा मेसेज गरेको थियो। छेवाङ तामाङ भाइले खुट्टा ढोकेर रेशमी राई बहिनीलाई माफी मागेको छ। तपाईले यो भिडियो पूरा हेरेर भिडियोलाई शेयर पनि गरिदिनु होला। अब मैले चाहिँ है उहाँ दिदीलाई मैले फेसबुकमा मेसेन्जरमा मैले नराम्रो कमेन्ट गरेँ है। आइन्दादेखि म त्यस्तो गर्दिनँ। उहाँलाई चाहिँ अब आफूले मेरो दिदी सम्झेर म चाहिँ उहाँलाई अब शिर उठाउँछु है। अन्त उहाँ अमित दाजुले पनि यो गरिदिनु भएको रहेछ है। उहाँलाई पनि म अब रिक्वेस्ट गर्छु मेरो त्यो यो हटाइदिनुहोस् है। मैले उहाँलाई चाहिँ अब मेरो दिदी सम्झेर है उहाँलाई चाहिँ म अब हतारमाला गर्छु। मलाई माफ गरिदिनुहोस्। आइन्दादेखि त्यस्तो हुँदैन। भन्नु चाहिँ परे भिडियो गर्नु यो खदा खुट्टा ढोक्नुपर्छ। खुट्टा ढोक्नुपर्छ। अब बहिनीले पनि यता भाइ दिदी हुन्छ सोच्दैन। अब तिमीले त अब यता आउँदा पनि भयो। अब बहिनी हो यत्रो उयो गरेको छ। अब केही होइन। म एउटा कुरा भन्छु, अगर कसैको कमेन्टमा गएर कसैलाई त्यस्तो लेखेको देख्यो भने चाहिँ उसलाई मात्रै होइन मलाई मात्रै होइन जसुकैको होस् जसैको कमेन्टमा गएर पनि लेख्यो भने चाहिँ अब चाहिँ माफ गर्दैन है। किनभने हामी छेवाङ तामाङ भाइले कान खोलेर सुनानी। कुनै पनि धर्म होस् कुनै पनि जातिको चेली बेटीको भिडियोमा गएर तिमीले नराम्रो कमेन्ट र मेसेन्जरमा नराम्रो मेसेज गर्यौ भने नि तिमीलाई माफी गर्ने छुइन नि। हाम्रो चेली बेटीहरूले ट्याक्सी चलाएर आफ्नो घर परिवार चलाइरहेको छ। उहाँहरूलाई तिमीले सपोर्ट नगरेर मेसेन्जरमा घिनलाग्दो मेसेजहरू लेख्छौ, भोइस मेसेज पठाउँछौ। तिम्रो घरमा पनि बुढी रहेछ, दिदी आमाहरू रहेछ कि नारीको सम्मान गर्नु सिकानी। बुझ्यो होइन? जसले नारीको सम्मान गर्दैन त्यसलाई सबक सिकाउनुको लागि चाहिँ म छु नि। बुझ्यो होइन?